चितवनमा आजभोलि एकदमै पानी परिरहेको छ साथीहरू। म त हुन त काहीँ पनि निस्किन्न, तर म सम्झिँदैछु नारायणीको खोला। अहिले साउनको महिना चलिरहेछ, धर्म कर्म गर्नेहरू धेरै छन्, हिन्दू धर्म मान्नेहरू है, सोमबार व्रत बस्ने नुहाउन जाने। अनि म सम्झिरहेछु त्यो खान नपाएको मान्छेहरू है, भनौँ न त्यो अनफर्चुनेटली उनीहरूको भाग्यमा त्यस्तै छ नि त। त्यसरी लाइफ स्पेन्ड गरिरहेको मान्छेहरू जो चाहिँ खोलामा बगाएको पैसा टिपेर आफ्नो पेट टारम्ला भनेर उनीहरू चाहिँ लागि परिरहेछन् के। अनि त्यहाँ नुहाउन जानेहरू चाहिँ के गर्दो रहेछ भने नुहाउने, पूजापाठ गर्ने, अनि 5-10 रुपियाँ 20 रुपियाँ 100 रुपियाँ कति हुन्छ भगवान्को नाममा चाहिँ पैसा खोलामा फालिदिने। अनि त्यो गरिबहरूले चाहिँ त्यो खान नपाएको अब अनाथ भनौँ त्यस्तो मान्छेहरूले चाहिँ के गर्दो रहेछ भने त्यो फालेको पैसा चाहिँ टिप्न जाँदो रहेछ कि खोलामा झम्म हाम फालेर। अनि त्यसरी पैसा कलेक्ट गरेर उनीहरूले आफ्नो पेट पालेको होला। त्यसरी कलेक्ट गरेको पैसा त पक्कै पनि अब गाँजा तासमा त लाउन्न होला साथीहरू है। अनि एउटा आमाले नुहाउनु भएर अनि त्यसपछि पूजापाठ गरेर पैसा फाल्नु भएछ। अनि एउटा भाइले चाहिँ त्यो झम्मै घाम फालेर त्यो पैसा टिप्न गएछ। अन्त पैसा टिप्न जाँदाखेरि चाहिँ साथीहरू के भएछ भन न, पैसा टिप्न जाँदाखेरि चाहिँ पैसा उता गएछ। अनि त्यो भाइ पनि त्यो पैसा टिप्न जान खोज्दा आफू एकदमै गहिराइमा पुग्न लागेपछि ऊ चाहिँ जसो तसो पैसा नै माया मारेर, किनभने आफ्नो ज्यानभन्दा ठुलो त पैसा होइन नि त। आफू छ त एक पेट खाली बसेर पनि भोलि पेट गुजारेर पनि बाँचिन्छ क्या। अनि ऊ जसो तसो खोलामा त्यो छेउमा आएछ। पछि त्यो आमालाई रिग्रेट चाहिँ भएछ साथीहरू। तर कस्तो अचम्म लाग्छ कि मलाई चाहिँ म कुनै पनि धर्मको विरोध पनि छैन। मैले भन्न खोजेको के भने हामीलाई भगवान्ले चाहिँ खोलामा बगाएको पैसा, भगवान्को नाममा बगाएको पैसा भगवान्ले त लानु हुँदैन नि त। त्यसै जाने हो त्यो होइन, त्यो कागज न हो त्यो, त्यसै अब बिलाएरै जाने हो कि। अनि यदि भगवान्कै नाममा हामीले धर्म गऱ्यौँ, भगवान्कै नाममा भगवान्ले सम्झेर तपाईँको नाममा यो व्यक्तिलाई दिए है खान नपाएको मान्छेलाई भनेर हामीले दिन सकेको भए हुँदैन र साथीहरू। अनि मलाई चाहिँ कस्तो नराम्रो लागेको क्या, यदि त्यो भाइ त्यो खोला पार के अरे त्यो खोला पैसा टिप्न जाने न्युमा पैसासँगै उता गएर ऊ डुबेर त्यो मरेको भए, इफ है उसको आयु लामो होस्, इफ मरेको भए के हुन्थ्यो भन्नु न, धर्म हुन्थ्यो त त्यो आमालाई।